नमस्ते नेपाल, नमस्ते एभ्रिवान। आज चाहिँ फुटसल भ्लग ल्याएर आइसकेको छ योङयाङ ब्लग्स। आजको ब्लग चाहिँ खतरा हुनेछ। त्यसै कारणले गर्दाखेरि म प्रबललाई स्वागत गर्न चाहन्छु मेरो ब्लगमा। धन्यवाद। त्यसपछि हाम्रो कमल दाई ज्वाला दाईलाई पनि स्वागत गर्न चाहे। लोटस दाई ट्याक्करसँगले हामी अहिले चाहिँ तीनजना यहाँनिर टक्क भेट भइसकेको छ। तीनजना सिङ्गल हो। अनि अब हामी चाहिँ ठ्याक्क पारेर अब ब्लग बनाउने हो। आज फुटसल ब्लग हेरेर टक्क साथ दिनु होला। अब त्यही हो, हामी चाहिँ अहिले फुटसल ब्लग जाँदै गरेको। अबको ब्लग चाहिँ प्रबलबाट थोरै कमेन्ट्री सुनौँ। ल प्रबल ब्लग गर। हेलो, बन्द गरेको भ्लग छ। ल तपाईँहरूले यो भनेको चाहिँ ग्रिन फुटसल हो है, हरियो फुटसल छ भित्र। अहिले हरियो देख्नुहुन्छ। आउनु होला, राम्रो छ, खेल्नु होला। गेमदेखि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्छ, तर हाम्रो भुँडीको लागि खेलकुद छ गाइज। भुँडी लागेर हैरान भएर आएको छौँ हामी। यस्तो छ बाटो। लोकेसन भनेको तिनचुली बौद्ध के भन्छ भुवल डाँडा, अलिकति यता माथि जानु होला। हाम्रो म्याच चाहिँ सुरु हुन आँटेको छ। यो म्याच सकेपछि चाहिँ हाम्रो चाहिँ बब्बाल खेल्ने छ। यस्तो दामी फुटसलमा आएको छ। अब हेर कस्तो हुन्छ। दामी सर्ट। यहाँ चाहिँ अर्जेन्टिना भर्सेस पोर्चुगलको हुँदै रहेछ होइन। नाइस सर्ट। हाम्रो पनि म्याच भरे यस्तै हुने। कस्तो कस्तो सर्ट दाइ? 85 सर्ट लागो। गोल चाहिँ खिच्नु पर्ने, खिचिएन होइन। ट्राई गर्नु खतरा जान्छ। त्यही हो। भन त सबै लगाएको छु मैले, जुत्ताहरू लिएर आएको। नाइस सर्ट यहाँ। अरू ठाउँ जस्तो त्यता चाहिँ बरु ठिकै छ। यता त आयो भने त पठाउनु नै त्यो भिडियो गरेर कता कता गयो। सरो हाम्रो टोली यता आइपुग्यो। आखिहाल आलु एकदम जुत्ता लाउने गरे पर्वलेको नाक खुलाइदिन्छ। पचास हजारमा किनेको जुत्ता बिचारीमा पवन दाइले हान्दा हान्दा फटाइदिइसक्नु रहेछ। हाम्रो प्लेयर मित्रहरू चाहिँ अहिले टक्कसँगले जुत्ता लगाइ हिँड्दै गरेको। यता चाहिँ इङ्ल्यान्डबाट ल्याएको हो होइन, उता पर उबाट यता चाहिँ मङ्गल ग्रहबाट मङ्गल ग्रहबाट ल्याएको अरे। जुत्ता चाहिँ कति करोडको? करोड होइन, अरबमा जान्छ यो। मेरो दाहिने खुट्टा पनि अहिले घरौटीमा राखेर आएको। ल ठिक छ ठिक छ। प्रबल मेरो जुत्ता चाहिँ नदेखायो खेल्ने कुरा हुने के छ लुगा? कति करोडको जुत्ता हो यो? 7.5 करोडको। अनुहार चाहिँ किन लुकाएको हो नि? यता हेर्नु त, हाम्रो लुगा सिङ्गल हुनुहुन्न। सिङ्गल हो एकदम सिङ्गल। ल ठिक छ। गाइज हामीले फुटसल खेल्न लाग्यो। अब यो ग्रिन फुटसल, यो मेरो फोन राख्थेँ त यहाँ फोन छ भने यता हौ। तिमीले मिलाउनु अघि मिलाएको छैन र? म त अघि मिलाइसक्यो होला नि। ग्रिन फुटसल हो गाइज। हरियो फुटसलै छ। यस्तो छ आज गइरहेछ प्रतिस्पर्धात्मक गेम। ल स्पोन्सर त्यस्तै छ है सर। ल ल ल ल ल हेमराजी, गेम सुरु हुनै लागेको अवस्था हो। ट्याक्कसँगले अब खेल्ने भिडियो गर्ने मान्छे नै भएन। म त यता न उता गएँ, म बाहिरै बस्नु।
गेम सुरु भइसकेको छ। ओ सोल्टी ए म खेल्छु हौ भाग झोक चलिसक्यो। खेल्छु भन्यो भने गेमै कस्तो हुन्छ यहाँ राम्रै हुँदैन। 4 जना त नहुने रहेछ नि गलेको हुँदा नि केही पासै मिल्दैन क्या। लिज उसले छोएको छ है मैले बल त छोएको छैन नि को हो यता देख्दैन। जे मुङ्ग्रो हान्छ नि यो मुङ्ग्रो लगाइदे भाइ एक्लै पेलेर दे हो 2 भयो कमेन्ट दि त नि 2 गोल लगाइसक्यो भाइहरूले। भाइ भाइ मेरा पारा भाइहरूले गोल लगायो। यतिको चाहिँ गोल हानै पर्ने भाइ। लाइनमा कुदेर खेल लाइनमा एकजनाले हेर न हेर हो त्यति सेफ 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 ओ माई गॉड कुद्न पुण्य भाइ के छोडेको त्यो बल किन छोडेको त्यो बल चाहिँ त्यो गोल लाउँदैन यसले अनि ऊ भन्दैछ नि लाउँदैन क्या थाहा छ मलाई लाउँदैन। राम्रो छ राम्रो छ राम्रो छ हाम्रो मुङ्गे किपरको राम्रो छ। राम्रो लभली 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 दामी सेप दामी सेप लाग्यो हा ए 2 को लिड भयो। लभली हाम्रो भुस्टिक र किपरले काम नकाटेको जानकारी गराउँदछु। अब मुङ्ग्रे खेलाडीको अब खेल सुरु भयो। अब लभली मुङ्ग्रे टोलीले दरका छ
ल ल ल ले बढ्यो बढ्यो गोल बढ्यो मोटे बुढा झर्नु न पछाडि सुट हानेको छ तर गोल हुन सकेको छैन ल ल ल गइरहेछ हाम्रो रोनाल्डोको खुट्टामा गोल छ ब्याक पास दिइरहेको छ ल ल ल हाम्रो हेड सरले ल ल दामी क्रसिङ हान्न खोजेको थियो तर हुन सकेन अलिक झारी पारेर खेल न केटा भएन हौ क्रस बल खेल्न सफल खेलाडीले थाहा नपाएको अवस्था गोल लाग्न सफल फेरि उता गोल फेरि आयो महेश भाइले बल फेरि गोल लाग्न सफल यता 3-0 भएको अवस्था छ यताको टिमको 3 भने यताको 0 भएको अवस्था छ पुणेले यता गोल फेर्न सफल मिठो बल खेल्दै मिठो पास मिलाउँदै गोल आउट भएको अवस्था छ यता पुणेले हानेको अवस्था बल यस्तो छ पुणे यहाँ रेकर्ड हुँदैछ है अलि राम्रो हानुङे आउट है जान म तलाउँछु किपिङलाई पासिँदै अहिले आउट भएको अवस्था छ बल अहिले सेकआउट भएको अवस्था छ बल आउट हान्न सफल उताको किपिङले अहिले गोल लाउन सफल भएको छ दिलाङ्केरू 2 को लिड गर्दै उताको किपिङ त्यतिर
अहिले चाहिँ फुटसल खेलिसकेको हो हामीले। यत्तिकै साह्रो पऱ्यो फुटसल खेल्न, यस्तो छ हालत। अब घर जाने हो। कति 49 गोल भयो होइन? अहिले चाहिँ 49 गोल भएर हाम्रो चाहिँ इन्टिङको दाइ हुनुहुन्छ यहाँ। यस्तो छ हालत है। छिम पक्नु यो मेरो सक्छ है, पक्नु ल यहाँ राखौँ। त्यस्तो छ। आज चाहिँ यस्तै इन गर्नुपर्छ है, यो ब्लग इन गर्न त्यसपछि ल ल बाई बाई। आजलाई अब भोलि पर्सि आज 49 गोल लाएर देखाउँ। सुखद भयो आजको गेम। ड्र भयो है त। आज ड्र भयो।